अनि खुब मेरो अर्जेन्टिना मेरो मेस्सी मेरो पुकुलले भन्दै हुनुहुन्थ्यो अनि मेस्सी पनि फाइनल्ली घर गइसकेको छ हारेर सो तपाईँ के भन्न चाहनुहुन्छ त अब मूर्खहरूलाई के भन्नु हेर्नु है किनभने अब अर्जेन्टिना मात्रै घर गयो होइन नि त स्पेन पनि घर गयो नि किन भन न किन स्पेन किन घर गयो होला ल भन जितेर गयो अनि जस घर त स्पेन पनि गयो नि त तर जितेर गयो नि त हो जितेर गयो स्पेन जितेर जाने तर कि हारेर अर्जेन्टिना घर गयो अरे अनि अर्जेन्टिना पनि हारेर गयो र दोस्रो सेकेन्ड भएन र सेकेन्ड त भयो फर्स्ट त भएन नि त अवार्ड फर्स्ट त भएन अवार्ड किन पाएन अवार्ड पाउँछ नि फर्स्ट सेकेन्ड थर्ड सबैले अवार्ड पाउँछन् नि अवार्ड त पाएन नि त सेकेन्डको पो पाउला एम्बाप्पेले वर्ल्ड कप जित्यो त हैन अब एम्बाप्पेले कसरी गोल्डन बुट पायो त कसरी पायो त्यो त अलग कुरा हो नि यही के थाहा छैन के फुटबल भनेको के हो थाहा छैन त्यसै अर्जेन्टिना घरमा थियो अर्जेन्टिनाले जित्यो अर्जेन्टिना हार्यो साला अर्जेन्टिना नकआउट स्टेजमा हारेको हो त फिनालेमा पुगेर हारेको फिनालेमा त अभियसली दुईजनामा एकजना विनर हुन्छ अनि घर जाने कुरा आयो नकआउट स्टेजमा हारेपछि पो घर जाँदाखेरि बेजतको कुरा भयो त अब फिनालेमा हारिसकेपछि त घर त स्पेन पनि घर गयो अर्जेन्टिना पनि घर गयो जिते अवार्ड लिए आफ्नो आफ्नो घर गए सबै घर गए तर कोहीले जितेर गए कोहीले हारेर गए तर अनि सेकेन्ड भएको कसरी हारेर गए त नकआउट स्टेजमा हारे हो त हारेको त होइन पोर्चुगल कति महिना अगाडि हारेको अनि अर्जेन्टिना कहाँ पुगेर हारेको भन्ने कुरा हो नि त